हेलो एभ्रिवान हजुरहरूलाई मेरो मिनी भ्लगमा स्वागत छ। फर्स्टमा हेर्न सक्नुहुन्छ मैले तेल सेल राखेर सब मसलाहरू पकाएँ छिटो छिटो। अनि मसला पकाइसकेपछि यसलाई हल्का हल्का अझै भुटेर च्याउ हालिदिएँ। आज म च्याउ र भुटेको भात पकाउँदैछु किनकि मेरो सानो बहिनी छ नि त, अनि त्यसको इच्छा थियो कि च्याउ र भुटेको भात खाने भनेर। अनि मैले त्यसकै उसमा पकाएँ छिटो छिटो। अनि हेर्न सक्नुहुन्छ च्याउ पाकेर तयार भइसक्यो र उता मेरो भात पनि भुटेको तयार भइसकेछ। हेर्न सक्नुहुन्छ अब म खान्छु, तयार पार्दैछु। हेर्न सक्नुहुन्छ कति टेस्टी पाकेछ।